आगामी निर्वाचन 2082 को फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा यो पुरै निर्वाचनको इपिसेन्टर भनेर झापा क्षेत्र नम्बर 5 लाई अहिले व्याख्या गरिराखिएको छ आम सञ्चार माध्यमहरूमा र विभिन्न खालका ओपिनियन मेकरहरूले पनि यो कुरा गरिरहेको सुनिन्छ। किन पनि त्यो हो जस्तो लाग्छ भने यो निर्वाचन भनेको चाहिँ 2084 मा हुनुपर्ने, 2084 को मङ्सिरमा हुनुपर्ने निर्वाचन चाहिँ 2082 को फागुनमै हुँदैछ। यसको मूल कारण भनेको चाहिँ अस्ति भदौ 23-24 मा भएको जुन घटना थियो 2 दिनको, त्यो 2 दिनको घटनाले एउटा सत्ताको पुरै प्रारूप परिवर्तन गर्यो, सत्तासीनहरूलाई सत्ताच्युत बनाइदियो। त्यसको पृष्ठभूमिमा चाहिँ बनेको सरकार अथवा जुन सरकारलाई कार्यादेश दिएको थियो त्यो कार्यादेश भनेको चाहिँ 6 महिनाभित्रमा अनिवार्य प्रतिनिधि सभाको निर्वाचन गराउने भन्ने नै थियो। त्यसकै आधारमा चाहिँ त्यसकै जगमा चाहिँ अब अहिले निर्वाचन हुन लागिरहेको छ। केही कथनकाल तलमाथि केही भएन भने सम्भवतः अब निर्वाचन हुन्छ भनेर विश्वास गर्न सकिन्छ, किनभने सबै पार्टीहरूले दल दर्ता गरिसके, मात्रै होइन उम्मेदवारी दर्ता गरिसके र चुनाव प्रचार प्रसारण पनि लागिसके। निर्वाचन आयोगले निर्वाचन आचार संहिता पनि लागू गराइसकेको छ। अब झापा क्षेत्र नम्बर 5 चाहिँ किन यसो भनियो त भन्ने सन्दर्भमा चाहिँ भदौ 23 को जुन क्षति भयो त्यो क्षतिको मुख्य कारक भनेर एकतर्फी मान्छेहरूले, एक खालका मान्छेहरूले परिभाषित गरेका त्यो जुन खालको त्यो एउटा नरसंहारकारी स्थिति बनेको थियो आन्दोलनको क्रममा, त्यो नरसंहारकारी कामको चाहिँ प्रमुख नेतृत्व चाहिँ तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली हुन् भन्ने एउटा पर्सेप्सन बनाइएको छ र उनी केपी शर्मा ओली त्यो क्षेत्रका स्थायी नै भन्न मिल्ने गरेको उम्मेदवार छन् 2048 देखि यतातिरका। र फेरि 2082 को भदौ 24 गते जुन खालको विध्वंस भयो, देशभरि जुन खालको आगजनी भयो, त्यो आगजनीको मुख्य योजनाकार भनेर एक थरी मान्छेहरूले चित्रित गर्ने गरेका बालेन्द्र शाह, जो चाहिँ काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख अथवा मेयर पनि थिए, उनी चाहिँ केपी शर्मा ओलीले जसरी पनि पराजित गर्ने भन्ने उद्देश्यले चाहिँ उनी पनि केपी शर्मा ओलीकै क्षेत्र झापा क्षेत्र नम्बर 5 मा उत्रिएका छन्। यो कुरा हामीले देखिरहेकै छौँ। सबै यो हामीले जसले चाहिँ नेपालको करेन्ट अफेयरको बारेमा, राजनीतिक विषयमा चाहिँ धेरथोर जानकारी राखिन्छ, चासो राखिन्छ, सबैलाई यो कुरा थाहा भएकै कुरा हो। अब करिब 24 घण्टा, 24 नभनौँ 30-32 घण्टाको अवधिमा चाहिँ भदौ 23 र 24 को जुन परिघटनाहरू भए, ती परिघटनाहरूमा चाहिँ किन त्यति चाँडै नै त्यति बेलाको सत्ता पलट भयो भन्ने विषयमा विभिन्न खाले अनुसन्धानहरू पनि प्रत्यक्ष अप्रत्यक्ष अनुसन्धान गर्नेहरूले गरिरहेका छन्। त्यसका फाइन्डिङहरू पनि हामीले पढ्दै गरेका छौँ। र एउटा सामान्य मान्छेले देख्ने, सामान्य नेपाली नागरिकले देख्ने विषय चाहिँ हामीले अलिकति भुलिरहेका छौँ कि भन्ने जस्तो पनि लाग्छ कतिपय सन्दर्भमा। हुन त यो यस्तो विषयहरूमा विभिन्न खालका एनालाइस्टहरूले चाहिँ अब एनालाइसिस गरेको पनि हामीले सुनिरहेकै छौँ। तर म आफूले लागेको केही सामान्यभन्दा सामान्य कुराहरू जुन चाहिँ हाम्रै आँखा अगाडि भएका कुराहरू पनि म थोरै त्यो विषयमा पनि कुरा गरौँ भन्ने लागिरहेको छ। 23 गतेको घटना जुन भयो, त्यो 23 गतेको घटनामा चाहिँ जुन खालको घुसपैठ भयो भनेर भनिएको छ, आन्दोलनकर्मीहरू र आन्दोलनलाई दमन गरेको भनेको सरकारको तर्फबाट, हामी सामान्य मान्छेहरू जो चाहिँ सामाजिक सञ्जालहरूमा अभ्यस्त छौँ, हामीले देखिरहेको कुरा के थियो भने विभिन्न खालका व्हिमहरू चलिरहेका छन्, ट्रेन्डहरू चलिरहेका छन्। यो ट्रेन्ड चाहिँ
सरकारले गरिरहेको काम, सरकारको पर्फर्मेन्स जुन छ त्यो पर्फर्मेन्सका आधारमा चाहिँ आम नागरिकहरू सन्तुष्ट छैनन्। त्यो असन्तुष्टि चाहिँ पोख्ने ठाउँ उनीहरू खोजिरहेका छन् र त्यो असन्तुष्टिहरू चाहिँ पोखिरहेका छन् सामाजिक सञ्जालहरूमा भनेर हामीले देखिरहेका थियौँ र विभिन्न माध्यमबाट त्यो कुराहरू पनि गरिराखेकै थियो। त्यही क्रममा चाहिँ सरकारले सामाजिक सञ्जालहरूलाई नियमन गर्ने भन्ने नाममा चाहिँ प्रतिबन्ध लगायो 26 वटा सामाजिक सञ्जालहरू। कति त हामीले नाम पनि नसुनेकाहरू छन्। मुख्यतया मेटा अन्तर्गतका मेटा कम्पनी अन्तर्गतका हुने भइहाल्यो फेसबुक, त्यसपछि इन्स्टाग्राम भइहाल्यो, त्यसपछि ट्विटर अहिलेको एक्स, त्यसपछि हामीले मुख्य रूपमा प्रयोग गर्ने वाट्सएप भइ नै हाल्यो लगायतका अन्य थुप्रै खालका चिजहरू चाहिँ बन्द भए। त्यतातिर आक्रोश पोखिरहेका मान्छेहरू चाहिँ अब टिकटकमा चाहिँ एकत्रित भए। टिकटक चाहिँ गत वर्ष भन्दा अघिल्लो सरकार प्रचण्डको पालामा चाहिँ टिकटकलाई प्रतिबन्ध लगाइएको थियो र 5-6 महिना पछाडि चाहिँ टिकटकले विधिवत रूपमा नेपालमा आफूले दर्ता गरे पछाडि चाहिँ टिकटक नेपालमा चलिरहेको छ र त्यसलाई त्यहाँका कन्टेन्टहरू पनि नेपाल सरकार भनौँ, नेपाल सरकारले चाहिँ त्यसलाई फिल्टर गर्ने काम गरिरहेको हामीले सुनिरहेका छौँ, पढिरहेका छौँ। र मान्छेहरू अब टिकटकमा जम्मा भए। टिकटकमा आफ्ना कुराहरू राख्न थाले, त्यहाँ विभिन्न खालका ट्रेन्डिङहरू चलाइयो। सामाजिक सञ्जाल बाहेकका अन्य जो चाहिँ नेताका छोराछोरीहरू, उच्च पदस्थ मान्छेका छोराछोरीहरू चाहिँ विभिन्न सेवा सुविधामा हिँडिरहेका छन्, देश विदेश घुमिरहेका छन् अनि लग्जरियस लाइफ बाँचिरहेका छन् भन्ने खालको ट्रेन्डिङहरू चले र त्यहाँ ट्रेन्डिङमा समावेश मान्छेहरू चाहिँ बिस्तारै फेरि पोलराइज हुँदै डिस्कर्डमा पुगे र त्यहाँनिर चाहिँ विभिन्न खालका गतिविधिहरू भए भनेर पछिल्लो समय चाहिँ त्यो फाइन्डिङहरू आए। डिस्कर्डको बारेमा त हाम्रो जेनेरेसन जसलाई चाहिँ जेनजी साथीहरूले चाहिँ बुढा पुस्ता भनेर हाम्रै पुस्तालाई पनि भन्ने गर्दछन्। हाम्रो पुस्तासम्मकोलाई कमलाई मात्रै डिस्कर्ड थाहा होला। इभन मलाई पनि डिस्कर्डको बारेमा त्यति धेरै जानकारी थिएन र अझै पनि छैन। अब डिस्कर्डमा पुगिसके पछाडि त्यहाँका विभिन्न खालका कन्भर्सेसन, त्यहाँका उनीहरूको योजनाहरू, उनीहरूका टार्गेटहरू सबै खालको कुराहरू चाहिँ त्यहाँ भएका रहेछन्। यो कुराहरू चाहिँ राज्यले हेर्नु पर्थ्यो नि त भन्ने कुरा हो। राज्य भनेको त माथि आकाशमा उडिरहेको चिल जस्तो हो नि त। उसको नजर चारैतिर हुन्छ, सबै खालका चिजहरूमा हुन्छ, सबै खालका गतिविधिहरूमा हुन्छ। मान्छेहरू के गरिरहेका छन्, कुन काम चाहिँ गर्न लागेको अथवा गर्न कानुनी रूपमा सही छ, कुन चाहिँ गलत छ भन्ने खालको कुराहरू चाहिँ सरकारले छुट्याउनुपर्छ। तर त्यो भएन। 24 र 23 को जुन घटनाहरू भए, ती घटनाहरूको आधारमा भन्ने हो भने राज्यले ती कुराहरूमा चाहिँ चुकेकै हो। कुनै पनि इन्टेलिजेन्स ग्यादर गर्न सकेन। मान्छेहरू कसरी सङ्गठित भइरहेका छन्, इभन इन्टरनेटमा त्यत्रो मान्छेहरूले त्यस्ता खतरनाक कामहरू गर्ने भन्ने योजना बनाइरहेका थिए हैन। ती कामहरू, ती गतिविधिहरूको बारेमा पनि राज्यले डिटेक्ट गर्न सकेन। यो भनेको चाहिँ तत्कालीन प्रधानमन्त्रीले जेसुकै बहाना बनाएर आफूलाई उम्काए भने त्यो चाहिँ प्रधानमन्त्री र प्रधानमन्त्रीको मातहतमा अथवा प्रधानमन्त्रीको वरिपरि रहेको जुन सत्ता छ त्यो सत्ताको चाहिँ फेलर हो भनेर हामीले भन्न कुनै कन्जुसी गर्नु हुँदैन भन्ने लाग्छ। प्रधानमन्त्रीले भन्नुहुन्छ, त्यति बेलाको प्रधानमन्त्रीले, कि मैले गोली चलाउन आदेश दिइनँ भनेर भन्नुहुन्छ। गोली चलाउने आदेश दिनु र नदिनुमा मात्रै यो घटनाको क्ल्यारिफिकेसन हुन्छ जस्तो लाग्दैन। यो घटना चाहिँ त्यतिमा मात्रै सीमित छ भन्ने कुरा चाहिँ लाग्दैन। उहाँ चाहिँ राज्य संयन्त्रको सबभन्दा टपमा हुनुहुन्छ। उहाँको मातहतका मान्छेहरूले, मातहतका इन्स्टिट्युसनहरूले त्यो खालको गतिविधि गरे। अब यसमा चाहिँ म चाहिँ संलग्न छैन भनेर उहाँले पन्छिनु भनेको चाहिँ त्यो अत्यन्त गैर जिम्मेवार कुरा हो। किनभने टपमा त उहाँ हुनुहुन्छ, नेतृत्व उहाँको छ। उहाँको मातहतका मान्छेहरूले गल्ती गरे भने पनि त्यो गल्तीको पहिलो स्टेक होल्डर भनेको चाहिँ उहाँ नै हो नि त हैन। रुल अफ ल भनेको त त्यो होला नि त भन्ने लाग्छ।
अब यहाँनिर इन्टेलिजेन्स ग्यादरिङमा अथवा भिड नियन्त्रणमा, त्यसपछि भिड नियन्त्रण गर्ने क्रममा गोली चलाउने कुरामा पनि सबै कुरामा चाहिँ गलत भएको देखिन्छ। मान्छेहरूलाई टाउको, घाँटी, छातीमा गोली लागेको छ भनेर भनिन्छ। मृत्यु हुनेहरूको पनि त्यस्तै र घाइते हुनेहरू पनि त्यस्तै भन्ने कुराहरू आएको छ। र यी कुराहरू चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरू, अन्तर्राष्ट्रिय मानव अधिकार कानुनहरूका विरुद्धमा छन् भन्ने नै देखिन्छ। अब अर्को कुरा चाहिँ सायद पत्रकार राजेन्द्र बानिया हुनुहुन्छ या टिकाराम यात्री, कसैले प्रयोग गरेको एउटा यो सन्दर्भ चाहिँ मलाई साह्रै मन परेको। बम विस्फोट भयो, त्यो बम विस्फोट भएको स्कुप अथवा ब्रेकिङ न्युज बनाउँछ एउटा पत्रकारले, त्यो उसको धर्म हो। त्यो बम ल्याउँदै गरेको मान्छेलाई सिमानामा अथवा कतै कुनै ठाउँमा डिटेक्ट गरेर पक्राउ गर्यो प्रहरीले, त्यो प्रहरीको उसको काम थियो। तर राज्य ती सबै चिजहरूलाई चाहिँ सञ्चालन गर्ने सबैभन्दा टपमा हुन्छ। उसले चाहिँ त्यो बम आयात गर्ने अथवा बम भित्राउने काम कसले गर्न खोजिरहेको छ, सल्लाह गरिरहेका छन् किन, को सल्लाह गरिरहेका छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ। त्यो सँगसँगै त्यो बम ल्याउनु पर्ने, भित्राउनु पर्ने, विस्फोट गर्नुपर्ने त्यो तहमा चाहिँ मान्छेहरू किन पुगिरहेका छन्, उनीहरूको असन्तुष्टि छ कि, उनीहरूको गुनासो छ कि, त्यो सुनवाई भएन कि, अथवा उनीहरूले कुनै विप्लवका काम गर्न खोजिरहेका छन् कि विद्रोहका काम गर्न खोजिरहेछन्, के गर्न खोजिरहेछन्, के कारणले गर्दाखेरि चाहिँ त्यो बम उनीहरूले भित्राउन खोजिरहेका छन्, त्यो चाहिँ त्यो योजना बनाउँदै गरेको अवस्थामा नै उनीहरूलाई चाहिँ डिटेक्ट गरेर उनीहरूलाई त्यो बम ल्याउनबाट, बम विस्फोट हुनुपर्ने अवस्थाबाट चाहिँ उनीहरूलाई रोक्नुपर्छ। त्यो चाहिँ राज्य हो भनेर भनेको सम्झिन्छु म कुनै सन्दर्भमा। र हाम्रो राज्य चाहिँ अन्तिममा पत्रकारले जुन बम विस्फोट भए पछाडि ब्रेकिङ दिन्छन्, त्यो ब्रेकिङ न्युजका आधारमा राज्य चाहिँ सूचित भयो। सूचना पनि पत्रकारले लेखेपछि मात्रै सूचना पाउने राज्य चाहिँ कुनै समृद्ध राज्य हो त? पक्कै पनि होइन होला नि, होइन? त्यसो भएको हुनाले यो राज्य चाहिँ किन यो अवस्थामा पुग्यो त भन्ने कुरामा जाँदाखेरि चाहिँ राज्यले पछिल्लो समय जुन अभ्यासहरू गर्यो, त्यो अभ्यासहरूमा चाहिँ राज्यका सबै खालका इन्स्टिट्युसनहरू, सबै निकायहरू चाहिँ किन भद्दा भए, भुत्ते भए, काम नलाग्ने, नचल्ने खालका किन भए त भन्ने प्रश्न पनि आउँछ। सम्भवतः त्यसको एउटै प्रश्न भनेको चाहिँ राजनीतिक पार्टीहरूले चाहिँ पालै पालो ती सबै संरचनाहरूमा, सबै इन्स्टिट्युसनहरूमा चाहिँ आफ्नो अनुकूल प्रयोग गर्न खोजे। त्यसलाई राजनीतिक भर्ती केन्द्र बनाए, राजनीतिक भागभण्डाका आधारमा नियुक्ति गर्ने खालको कामहरू भए। जस्तो कि न्यायालयको कुरा गरौँ, न्यायालयहरूमा के अरे राजनीतिक रूपमा भागभण्डाका आधारमा नियुक्ति गर्ने, न्यायाधीशहरू नियुक्ति गर्ने काम भए। शिक्षालयहरूमा, विभिन्न विश्वविद्यालयहरूमा राजनीतिक नियुक्ति, राजनीतिक भागभण्डाका आधारमा नियुक्ति गर्ने। सरकारका के अरे प्रहरी प्रशासनका नेपाल प्रहरी, सशस्त्र प्रहरी जस्ता महत्त्वपूर्ण सुरक्षा संयन्त्रहरूमा पनि डिआइजी, एआइजीमा बढुवा गर्दाखेरि, सरुवा गर्दाखेरि, सरकारी के अरे राजनीतिक भागभण्डाका आधारमा नियुक्ति गर्ने, सरुवा बढुवा गर्ने, यस्ता खालका कामहरू चाहिँ हामीले गऱ्यौँ। यी त सामान्य उदाहरणहरू मात्र हुन्। त्यस्तै गरेर राज्यका महत्त्वपूर्ण निकाय, महत्त्वपूर्ण अङ्गहरू मात्र नभएर सरकारलाई शुद्ध बिचौलियाहरूले, व्यापारिक बिचौलियाहरूले चाहिँ हस्तक्षेप गर्ने, उनीहरूलाई चाहिँ प्रभावित बनाउने, त्यस्ता खालका कामहरू पनि हामीले देखेका छौँ। त्यसले गर्दा यो राज्यका इन्स्टिट्युसनहरू चाहिँ को प्रति लोयल हुने भयो त, को प्रति वफादार हुने भयो त भन्दा जसले आफूलाई नियुक्ति गरेको छ ऊ प्रति लोयल हुने नै भयो नि त। कुनै राजनीतिक नेता अथवा राजनीतिक पार्टीले नियुक्ति गरेको छ भने उनीहरूप्रति वफादार हुने भयो। नियुक्ति हुनको लागि पनि उनीहरूको वरिपरि उनीहरूको चाकडी गर्नुपर्ने अवस्था बन्यो। त्यसले चाहिँ एउटा स्वाभिमानी मान्छेहरू किनारा लाग्दै जाने भए, मेहनती मान्छेहरू जो चाहिँ मेरिटका आधारमा त्यहाँ पुग्न सक्थे ती मान्छेहरू पछाडि पर्ने भए, पारिए, उनीहरू फ्रस्ट्रेट हुने भए, होइन?
अब जो मान्छेहरू त्यो ठाउँमा छन् ती मान्छेहरू कार्यक्षमताका आधारमा कार्यकुशलताका आधारमा उनीहरूले चाहिँ त्यो काम सम्पन्न गर्न नसक्ने क्षमता नभएका मान्छेहरू चाहिँ त्यहाँ पुग्ने भए। किन भन्दा राजनीतिक लबिङका आधारमा राजनीतिक संलग्नताका आधारमा समर्थन अथवा कुनै पार्टीलाई आलोचना गरेको आधारमा त्यहाँ नियुक्त हुने भएपछि त सबै खालको इन्स्टिट्युसनमा जाने मान्छेहरू चाहिँ राजनीति गर्ने भए, राजनीतिक पार्टीहरूसँग आबद्ध हुने भए। यो कारणहरूले गर्दाखेरि चाहिँ हाम्रा इन्स्टिट्युसनहरू कमजोर भए र कमजोर भए पछाडि कुनै पनि समस्याहरूलाई चाहिँ फेस गर्न नसक्ने भए। बोइलर कुखुरा भन्छौँ नि हामी। बोइलर कुखुरा सानो एउटा कुनै चोट पनि सहन सक्दैन हैन। उसलाई चाहिँ थोरै मात्रै असर पर्यो भने ऊ मरिहाल्छ। त्यो खालको अवस्थामा चाहिँ हाम्रा इन्स्टिट्युसनहरू पुगे। त्यो इन्स्टिट्युसनहरूले बाँच्ने सरकार अथवा राज्य चाहिँ त्यसपछि फेल हुन पुग्यो। नत्र भने ल 20-25 हजारै भए पनि 20-25 हजार मान्छेहरूलाई म्यानेज गर्नुपर्ने त्यो क्षमता त नेपाल प्रहरीमा थियो होला, हुनु पर्थ्यो होला। अब त्यहाँ घुसपैठ नै भएको थियो भने पनि त्यो घुसपैठियाहरूलाई त रोक्न सक्नु पर्थ्यो नि त समयमै। उनीहरूलाई चिन्नु पर्थ्यो। उनीहरूले बिथोल्न खोजेको ठाउँमा पनि उनीहरूलाई चाहिँ काउन्टर गर्न सक्नु पर्थ्यो। जति पनि घाइते भएका छन्, जति पनि गोली लागेर मृत्यु भएका छन्, ती सबै कोही पनि घुसपैठ गरेर मरेका घाइते भएकाहरू त थिएनन् नि त। खोइ त राज्यले चिनेको। त्यसकारण सबभन्दा दुःखको कुरा चाहिँ के हो भने पछिल्लो समय केही दशक यता नेपाली राजनीतिले गरिरहेको एउटा गलत अभ्यासका कारण हामी अहिले यो अवस्थामा पुगेका छौँ भन्ने कुरा चाहिँ हामी सबैले बुझ्न आवश्यक छ। र यो किन यस्तो भयो त भन्ने कुरा पनि फेरि गर्नुपर्ने हुन्छ जस्तो लाग्छ। किन त भन्दा हामीले हाम्रो राज्य सत्तामा जाने मान्छेहरूले अथवा राज्य सत्तालाई प्रश्न गर्ने हाम्रो क्षमता कमजोर भएर गयो। खबरदारी गर्ने क्षमता कमजोर भएर गयो सायद, अथवा सडक कमजोर भयो। कसैले कोही विद्वानले भनेको सम्झिन्छु म, सडक कमजोर भयो भने सदन चाहिँ एउटा सर्कस जस्तो हुन्छ भनेर। सडक र सदनको चाहिँ त्यो एउटा सम्बन्ध हुन्छ। सडक जहिले पनि बलियो हुनुपर्छ, शक्तिशाली हुनुपर्छ भन्ने एउटा मान्यताबाट प्रेरित भएको त्यो एउटा कुरा हो। त्यसकारण पछिल्लो समयको जुन सडक सङ्घर्ष, सडकमा आवाज उठाउनेहरूको त्यो मोर्चा चाहिँ एकदम कमजोर भएर गएको छ। अहिले नै पनि हेर्ने हो भने सबै खालका मान्छेहरूलाई सांसद हुनु परेको छ। हेरौँ न अहिलेको उम्मेदवारहरू नै हेर्ने हो भने पनि नयाँ भनिएका मान्छेहरू अथवा नयाँ मान्छेहरू आउँदैछन् भनेर हामी भन्छौँ नि, नयाँ मान्छेहरू भने कोही सडकमा आन्दोलन गरिरहेका मान्छेहरू देख्न सक्छौँ, कोही अभियन्ताहरू देख्न सक्छौँ, कोही चाहिँ समाजसेवीहरू देख्न सक्छौँ। यी मान्छेहरू त्यहाँ जानु हुँदैन भन्न खोजेको होइन। राजनीतिक पार्टीमा आबद्ध भइसकेपछि ती मान्छेहरू सत्ताधारी हुने रहेछन् नि त, होइन? उनीहरू सत्ता पक्ष नै हुने रहेछन् जहिले पनि। प्रतिपक्ष भनेको चाहिँ त्यो सदनभन्दा बाहिरको जुन जनमत छ, सदनभन्दा बाहिर सडकमा जुन आवाज उठाइरहेका छन्, ती आवाजहरूले प्रतिनिधित्व गर्ने शक्ति नै मुख्य प्रतिपक्ष हुँदो रहेछ नि त। त्यसकारण मलाई चाहिँ के लाग्छ भने समाजलाई रूपान्तरण गर्नुपर्छ भन्ने मान्छेहरू चाहिँ सदनमा पुग्नुपर्छ त्यो अनिवार्य छैन। त्यस्ता सशक्त मान्छेहरू चाहिँ सडकमा पनि हुनुपर्छ, जसले चाहिँ सदनलाई ऐचाउन सकोस्, सदनलाई खबरदारी गर्न सकोस् र त्यो खबरदारीले चाहिँ त्यो सदन पनि फर्किन सकोस्। त्यो आवाज त्यति शक्तिशाली हुनुपर्छ। त्यसकारण सडक पनि शक्तिशाली भयो भने मात्रै यो राज्य जवाफदेही बन्न सक्छ, उसलाई जिम्मेवार बनाउन सकिन्छ भन्ने मेरो चाहिँ आशय हो। यही मेरो आफ्नो कुरा राख्दै निकै लामो भयो, यही अन्त गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार।